So hello guys, welcome back to my channel. सबैजना सधैँ त होला नि होइन सधैँ नभए नि के गर्नु त गर्न सक्ने केही होइन सधैँ नभए पनि होइन छोटो छोटो केटो यहाँ चिसो खानालाई सानो सानो त्यो डलरहरू जम्मा गरिरहेको छ कति पाउन्ड छ 1 2 3 6 पाउन्ड छैन 6 पाउन्ड नेपाली कति 1200 वाला नि 1200 भनेपछि 6 पाउन्ड कति एउटा के जाउँ चिसो आउँछ चिसो त उतिको आउँछ नि 1.6 छैन 86 के आउँछ 86 80 पिन्स के आउँछ 80 पिन्स के आउँछ पुग्दैन 100 पिन्सको 1 पाउन्ड हैन भनेपछि आज चिसो खाएर ढारिने हो कि के गर्नु चिसो हामी चाहिँ अहिले त गाउँमा छौँ होइन गाउँ जस्तै छ नि म लाएन अब के भन्छ हाम्रो उतातिर हाउसिङ यो सबै हाउसिङहरू यता हाउसिङ अलि टाढा छ अब हामी निस्किनु लाग्यो हो र पार्कमा गएको पार्क कति कुन बाटो जाने हो यही बिचबाट जाउँ है फ्री पार्क यहाँ हिँडेको 5 मिनट हिँड्यो पनि यस्तो पार्क भेटिन्छ होइन यहाँ त फ्री पार्क जाडोले रुगा लाग्न लाग्यो यस्तो भयो यहाँ उड्ने फाट्न लाग्यो मेरो त पार्क दामी छ पार्क पनि कति जानु क्या दिनका दिन पार्क यहाँको रेड बुल चाहिँ यस्तो हुँदो रहेछ तर त्यो नेपालको रेड बुल जस्तो टेस्टै हुँदैन रहेछ होइन म नेपालको रेड बुल नै ठिक लाग्यो रेड बुल यो यहाँ त मैले रेड बुल खायो भने स्प्राइट खायो भने कोक खायो भने म त उस्तै टेस्ट लाग्छ त के हो मेरो जिब्रो बिग्रियो कि यो टेस्ट नै यस्तै हो हेलो how are you what a cute baby thank you so she's my security मलाई आउँदैन अलिअलि बोल्यो अब तर यहाँतिरको मान्छेहरू गाइड हुन्छ होइन हिजो मलाई पार्कमा गएर बसिरहेको थिएँ मैले बलमा आगेको होइन बल दिइरहेको क्या त्यो जे कुरा सोध्यो नि उसलाई हाँस्न लास्टमा सरी भन्छ नि नेपाली भएको त कस्तो हुन्छ होला सोध्नु न मै भएको नि फर्स्ट नेपाली बलमा आगेको अनि लास्टमा बल दिइरहेको क्या अनि बल नै दुइटा थियो एउटा मिस्टर एउटा थियो अनि अर्को राम्रो बल थियो दिस वान इज बेटर अनि राम्रो बल दिइरहेको क्या हामीलाई यो चाहिँ आर्टिफिसियल लेक भनौँ न होइन होइन मलाई आर्टिफिसियल हो त्यहाँ यताउता बनाएदेखि न त्यो पानी भरेको हो मलाई नेचुरल यस्तो हुँदै हुँदैन त्यो छ नि एयरपोर्ट साइडमा छ नि गल्फ खेल्ने क्या त्यस्तो त यहाँ छिनछिनमा देखिन्छ यहाँ 5 मिनटमा भेटिँदो रहेछ क्या 5 मिनट हिँड्यो पनि त्यो पार्कहरू त भेटिरहँदो रहेछ क्या त्यो फ्रेस हुनलाई चाहिँ ठिक रहेछ तर पार्कमा तथा खाना पाउँदैन होइन डस्टबिनमा हालेन भने चाहिँ फाइन साँझ घरमै आउँछ फेरि फाइन लिन होइन कतिले फाइन 100 पाउन्ड नि 100 पाउन्ड त नि कहाँ 100 पाउन्ड 1 पाउन्ड नभएको बेला अनि 100 पाउन्ड तिर्नलाई आउनु त बिग्रो हुन्छ नि त अवस्था केटा हो आमा फुल त दामी छ फुलै फुलको बगैँचामा मेरी माया सुनिल भाइ हिँडिरहेको छ फुलै फुलको बगैँचामा तेरो भ्लगमा गयो तेरो हिँडेको क्लिप्स नि टक्क बस्ने फुलै फुलको बगैँचामा हिँडेको अरे कति केजी होला 8 केजी So they start earlier than us. So he goes there, lays there, runs in,
Sunshine is there at the beginning. Sunshine is there. यहाँ अब सबजना बसिरहेको छ नेपाल गइहाल्नु त्यो क्याफेमा कहाँ छ छ नि यार क्याफे सब यस्तै हो अब ठिक छ अन्त टुरो बेसारा चाहिँ गरिब मात्र हो रमा टुरो बेसारा कि अनि बाउ यहाँ नवास्ने कहाँ जानु पैसा माग्न तेरो बाबुले म्हणजे 35 लाख तिरेर पठाछन् भने अब काम पाएपछि भइहाल्छ नि फोटो खिचेर यहाँ बसेर केटाले राम्रो नजिक हामीले बच्चाहरू पार्कमा एडभान्स खैरी बच्चाहरू हो र सुनेन भाइ यतिको घरमा नि हुन्थ्यो होला बस्दिन्थ्यो हो दाइ म टोइलेट त रुम दिएँ बस्दिन्थ्यो भाडा दिनु पर्दैन थियो अरे एउटा सुत्ने यत्रो कोप चढायो नि मान्छे अड्यो रत्न पार्क जस्तै रहेछ त रत्न पार्क नि यसो झन् तपाईँले टेन्सन आउँछ कहाँ हुनु यो लाउनु टेन्सन मलाई नै हुन्न त टेबल टेनिस खतरा हुन्छ टेन्सन यहाँ पनि जिम रहेछ पब्लिक जिम त नि पब्लिक कहाँ ए फ्रीमा जिम फ्री यत्रै ग्राउन्ड भइदियो नेपालमा कहाँ खेल्दा हुनु फुटबल भए मनुष्य केटाहरूलाई प्राइभेट खेल्न मगाउनुपर्छ कि यार फुटबल खेल्न ए लन्डनमा यो जङ्गल घुम्न जस्तो छ उताको चस्मा लगाएको त्यो पछि चाहिँ कडा रहेछ है त्यो पछि त्यो दोहोरो एक्सर्साइज दिइरहेछ है झरिहाल्यो अब उता गयो पुरै बल लगाइरहेछ है त्यो पछिले जस मेहनती रहेछ है त मान्छे पनि मिहिनेती हिँड्दै काम मात्र नपाएर भन्दा राम्रो यो कुकुरहरूले जिन्दगी जिरहेको हो कि ल भन्नु सही मजाले चिलपालमा घुम्नु पाइरहेछ अझै केटाकेटी त्यही रहेछ नि त जति गर्लफ्रेन्ड भएको रहेछन् तिनीहरू दुईजना गर्लफ्रेन्ड भएको नि ठिक छ यस्तै त हो नि जिन्दगी निस्किन लागेको होइन छिर्न त छिर्यो भित्र होइन त निस्किनै गाह्रो क्या यत्रो ठुलो छ अनि त्यहाँ घुङ्गोबाट माथि होइन घुङ्गोबाट उता क्या धनेश्वर टोखा छ मलाई होइन घुङ्गोदेखि टोखासम्म भुत्क्याल होइन छ जस्तो लाग्यो यार मलाई त निस्किनै गाह्रो यार 1 घन्टा हिँडिसक्यो ए मान्छेलाई ट्रक भनेर चाहिँ म ठिक छ अब बाहिर निस्किनु लगाएको होइन बाहिर अब खानदानी जानुहरू के खाएर हुँदैन हौ खानदानी जानुहरू क्या बच्चा त नि हामीभन्दा बुढो देखिँदैन लास्टबाट है त्यही भएर हामीभन्दा बुढो देखिँदैन हामी त बच्चा देखिन्छ ऊ अगाडि पोको मैले त केही बात बुझिदियो कि अझै हामी बाहिर निस्किसक्यौँ जस्तो लाग्यो है अलिकति फेरि त्यहीँ रहेछ नि त फेरि त्यही निस्किने रहेछ होइन ठिकै छ
के हो ढुङ्गाहरू हो यो चलाइदिने कहाँ चलाउनु लास्टमा दुईटै पल्टिरहेको कि बिचमा आएर इन्डिङ 0 आइदिरहेको कि गडाङका गुरुङमा कति बजे आयो हेर्नुहोस् 11 बजे आएन मलाई घडी हेर्न आउदैन जिन्दगीमा 11 बजे आयो यहाँ ढुङ्गा के गर्नु यस्तै छ आज चाहिँ हामी यसो काम खोज्न गएको थियौँ त्यसपछि काम खोजेर थकाइ लागेर यसो पार्कतिर आइदिएको होइन पार्कतिर आएर झनै डबल थकाइ लाग्यो ठन्डा लाग्छ मेरो यो बाटो कहाँ जाँदो रहेछ त्यो बाटो पनि त्यही हँस्ला यो बाटो होइन छोड्नु अहिले यतिकै जङ्गल यो वाट ब्युटिफुल भ्यू दामी छैन भ्यू लन्डनहरू त राम्रो देखिन्छ यो त ठाउँ हुँदै यो त अझै लन्डनको नि बिच लन्डन होइन अझ है वेस्ट लन्डन होइन यो भनेको कहाँ थाहा छ काठमाडौँ नयाँ बस्ती छ नि बौद्ध नयाँ बस्ती होइन त्यो भन्दा नि कहाँ छ नि त्यो आदि बुगाला के एकचोटि त्यो बालिन डोजर चलाउनु थियो नि त्यो होला एरिया कुनै त्यति गरिबमा पढियौँ त हामी यहाँ लन्डनमा सेन्ट्रलमा गएर बस्न त गाह्रो छ नि झन् इज्जतै भएन नि यार के हो सेन्ट्रलमा गएर बस्न त झनै गाह्रो छ पाइन्छ जस 50-60 पाउन्ड जस रुमै पाइन्छ जस्तो लाग्यो त्यहाँ दिनु पऱ्यो फ्ल्याटमा दिन्छ जस्तो लाग्यो त्यस्तो लाग्यो अपार्टमेन्ट दिन्छ जस्तो लाग्यो दुईजना साथीहरू कुरा गर्दैछ कपाल हेर्नु न But you can know अलिकति म पनि अब खरेर हानिदिन्छु ब्रिटिस एक्सन एउटा होइन दाउद यहाँ पनि छ त यसो त निस्क्यो छैन क्या हो ठिकै छ तिमीलाई पनि म बिर्सिदिन्छु मुटु नदुखाइराख भए जति सबै माया दिए बढी भएछ के हो स्माइल यु आर अन सिसिटिभी थ्याङ्क यू गाइस हामी चाहिँ बिहान निस्केको हामी अघि यतैबाट छिर्यो होइन उताबाट छिर्यो ल आजलाई भ्लग यति नै गरिदिउँ होइन धेरै लामो भयो आजलाई अब पार्कको भ्लग यतिमै सीमित है बाई गाइज बाई सी यू रुम सरी पनि देखाउँछु नेक्स्ट भ्लग अब हामी साँझ रुम सर्न लागेको छौँ हामी साँझ रुम सर्न लागेको छौँ होइन अब रुम सर्यो भने चाहिँ हामी नयाँ रुममा सिफ्ट हुन्छौँ त्यस पछाडि चाहिँ हामी तपाईँहरूलाई नयाँ रुम भिजिट गराउने छौँ त्यति नै हो सबैजनालाई बाई बाई रुम टुर भन्नुहुन्छ भने एक-एकवटा जुत्ता देखाउने एक-एकवटा जुत्ता एक-एकवटा कपडा देखाउने कि रुम टुर अरू भयो पो देखाउँ अरू भयो पो देखाउनु ल यति नै